साथीहरु नमस्ते, म दीपक नेउपाने। आज विशेष गरी जापानमा चाहिँ 30,000 रुपैयाँ बाँडेको विषयमा लिएर यो भिडियो बनाउँदैछु। यो फोटो पनि याद गर्नु होला र तपाईहरुको पनि जापान सरकारले बाँडेको अर्थात् दिएको महँगी भत्ता पाउनु भएको छैन, सानगाछोमा आउने भनेको भत्ता पाउनु भएको छैन, अझै पनि तपाईको रुममा खामी आएको छैन भने के गर्ने थोरै सोलुसन म बताइदिनेछु। र सबभन्दा पहिला तपाईहरु विशेष गरी यो भिडियो ध्यान दिनु होला। र अर्को कुरा भनेको तपाईहरुको पनि पैसा नआएको हुन सक्छ, धेरै जनाको नआएको कम्प्लेन छ है, म भन्दा मलाई मेसेज आउँछ। र 30,000 लिनको लागि तपाईहरुको खामी आएको छैन भने तपाई भर्खरै अब सानगाछो सुरु लागेको छ, यसको अन्तिमसम्म मात्रै यसको म्याद छ। यदि तपाईको आएन भने नआउने चान्स हुन्छ। त्यो भएको कारणले गर्दा चाहिँ तपाई चाहिँ वडा कार्यालयमा जान पर्ने हुन्छ। त्यहाँ गएर आफ्नो चाहिँ सानमानको खामी पाउँछ एउटा, त्यो खामी भर्न सक्नुहुन्छ। र यदि तपाईको अकाउन्ट बिग्रेको हुन सक्छ, तपाईको चाहिँ इन्स्योरेन्सको म्याद सकिएको हुन सक्छ, त्यस्तो अवस्थामा नआउने चान्सहरु धेरै हुने रहेछ। र तपाईको रुमको विभिन्न पे गर्नुपर्ने कुराहरु पे गर्नुभएको छैन भने पनि त्यसमा त्यो कारणले गर्दा पनि नआएको हुन सक्ने रहेछ। त्यो कारणले गर्दा एकपटक तपाई आफ्नो नजिकै रहेको वडा कार्यालयमा जानु होला। वडा कार्यालयमा गएर चाहिँ मेरो सानमान आएको छैन, यो आउँछ भनेको छ महँगी भत्ता हो भनेर ट्रान्सलेट गरेर देखाउनु भयो भने पनि, या तपाईले चाहिँ त्यो अरूले हालेको पुरानो येल्लो कलरको खामी लगेर देखाउनु भयो भने पनि तपाईहरुको चाहिँ यो सल्भ हुन्छ र तपाईले 3 मान सजिलैसँग पाउन सक्नुहुन्छ। 3 मान भनेको 30,000 हो। तपाईको 1 महिनाको खर्च टर्छ भन्न चाहन्छु। हस्, नमस्ते।